हेलो एभ्रिवान, तपाईहरुलाई दार्जिलिङ फर्स्टको ब्लगमा स्वागत छ। दार्जिलिङ सफा गर्नु चाहिँ दार्जिलिङ फर्स्ट एभ्रिडे नै खटिरहेको छ, तर तपाईँहरू बस मैला नफ्याँकिदिनुहोस्। अभिषेक तिमी किन आएको आज? म सफा गर्नु आएको। किन आएको आज? जहिलेसम्म जिउँदो छु आउँछु सफा गर्नु। Another Sunday, another vlog. हामी चाहिँ भोलिन्टियरहरू जम्मा हुँदैछ चौरस्तामा। 3-4 जना के भन्दैौ न कवि, हाम्रो भ्लग हुँदैछ। के भन्नु अब सन्डे हो आज। फोटो खिचेछ भनेको त। साँच्चै नै हो। फटाहरू चाहिँ यहाँ पर्खिरहेको छ भोलिन्टियरहरूलाई। हाम्रो दार्जिलिङ फर्स्ट चाहिँ सफा गर्नु मात्रै होइन, यहाँनिर हल्का मेलातिर बोलाउनु पनि सक्छ। देखाइदेऊ भुँडीमा घुम न, डल्लै घुम न। पेसा फेक तमासा देख। यो हेर्नुको लागि कहाँ आउनु पर्यो? दार्जिलिङ फर्स्ट आउनु पर्यो। सेवाङ पनि छ। लु कला देखाइदियो तिम्रो, मोटेको देखाइदियो कला। डान्स एक डान्स लु, डान्स हेर्नु न। कुरकुरे पनि हाल्दैन। ए उयो कोक कोक रिफ्रेसमेन्ट। अझै खोलेर हाल्नु नि त कोक त। 240 60 रुपियाँको कुरकुरे पनि हाल्यो न। 60 रुपियाँको कुरकुरे। आज यो विकदेखि चाहिँ दार्जिलिङ फर्स्टमा मेन अब अलिक खटिने भोलिन्टियरहरूलाई चाहिँ ह्याम्पर स्काइकोबाट, यो चाहिँ उसको अब पर्सनल। यो चाहिँ म दिन्छु। जो पनि अब हामीले उयो गर्छ, राम्रो सफा गर्छ, जसले राम्रो सफा गर्छ उसको पर्फर्मेन्स हेरेर चाहिँ हामी यो भालु छ यहाँभित्र चाहिँ भालुसँग 2 लिटर कोक, चिप्स चिप्सहरू छ। सो यो प्याकेजै बनाएको छ हामीले दार्जिलिङ फर्स्टमा। यो प्याकेज पाउनुको लागि पनि तपाईँ आउनु पर्यो दार्जिलिङ फर्स्ट। ढिलो आउनु भयो भने चाहिँ दार्जिलिङ लास्ट हुन्छ फेरि। तपाईँको दिमाग त सफा हुन्छ प्लस हात खुट्टा पनि बलियो हुन्छ यस्तो बाटो। भर्खर सोना मेजे भने त्यही मेरोबाट सेफ। हेलो एभ्रिवान, तपाईँहरूलाई दार्जिलिङ फर्स्टको ब्लगमा स्वागत छ। अनि आज चाहिँ हामी फेरि पान्दाम नै जाँदैछ। आज सन्डे मतलब बाटो चाहिँ एकदमै स्लिपरी हो, पुरै मसहरू भएकोले गर्दा पानी परेर होला एकदमै जानु चाहिँ अब हामीलाई एक्सट्रिमै हुन्छ। अन्त त्यही हो, अब यो विक अर्को विक होइन 2 विक न त 3 विकमा चाहिँ अब सफा हुन्छ जस्तो लाग्छ होइन। हुन्छ भने हामी चाहिँ पान्नामा आइसक्यो। अन्त यो पालि चाहिँ पान्नामा धेरै मैला कम्ती भइसकेको छ। धन्यवाद। अब पानी हप्ताभरि पानी परेर पनि यहाँ मैला छुटेन, मतलब माथि पनि अलिक मैला कम्ती नै भएको, नभए त यो हप्ता पनि पानी नै परेको थियो। बट स्टिल पानी चाहिँ सफा नै छ। आज हामी किन आएको? आज चाहिँ हामी किन आएको भने हामीले अब यत्रो 8 विकहरू जस्तो भइदिइसकेको, योसँग चाहिँ हाम्रो 9th विक हुन्छ। अन्त अब सफा गरेर सकेकै छैन। अन्त त्यही भएर चाहिँ अब यसलाई चाहिँ हामीले एउटा मिसन जस्तो यसलाई चाहिँ कम्प्लिट नै गर्ने भनेर चाहिँ यो विक पनि। थ्याङ्क यू। किन आएको आज? जहिलेसम्म जिउँदो छु आउँछु सफा गर्नु। अभिषेक तिमी किन आएको आज? म सफा गर्नु आएको। तिमी किन आएको आज? सफा गर्नु। मैले लेखेको
आज किन आएको प्याकेट लन्च खानु ब्रो किन आएको? सफा गर्नु आएको सफा गर्नु नन्दु किन आएको तिमी म त आजको प्याकेट लन्च सुशी तपाईँ किन आउनु भएको आज सफा गर्नु आएको हामी तपाईँ पान्दाम किन आउनु भएको खेल्नु पान्दाम किन आउनु भएको आज हामी चाहिँ मचान टी बार क्याफेबाट आएको हामीलाई चाहिँ यो इनिसिएटिभ धेरै राम्रो लाग्यो दार्जिलिङ फर्स्ट म दार्जिलिङलाई सफा गर्ने अनि एउटा इनिसिएटिभ लिने आफै पनि अन ग्राउन्ड त्यसै कारण हामी पनि अन ग्राउन्ड पनि उनीहरूलाई सघाउन आएको पान्दाम दार्जिलिङ फर्स्ट फिल्डमा उत्रिसकेको छ हजुर दार्जिलिङ फर्स्ट एकताल फिल्डमा निस्किसकेपछि चाहिँ हाम्रो भोलिन्टियरहरू यहाँ पढेछ अन्त यस्तो जुत्तामा सफा गर्नेहरू पनि छ हाम्रो नन्दु एमडिपी हाम्रो भोलिन्टियरहरू चाहिँ एकदम फिल्डमा आउनु बित्तिकै काममा लागिहाल्छ कसैलाई के भन्नुपर्छ मेरो आँखामा मैला बस्यो काकी सफा गर टिमवर्क फर्स्टमा चाहिँ हामीलाई यहाँनिर सब मैला जमेको हुन्थ्यो तर अहिले कन्टिन्यू 8-9 विक्स आइसकेर चाहिँ अहिले चाहिँ यहाँको मैला एकदम कम्ती भइसकेको छ सबैजना हेभी खुसी सबजना खुसी र काममा पनि लागिहाल्यो कम्ती मैला देखेर लेट्स गो लगे हामीलाई चाहिँ भन्छ हामीले यत्रो सफा गरेर पनि अब सफाइ हुँदैन किन सफा गरिबस्नु भनेर झन् त्यही सफा हुँदैन भनेर झन् सफा गर्नु कि हामीले यस्तो सफा गर्दा सफा भएको छैन द्याट्स द मेन रिजन चाहिँ हामीले झन् सफा गर्नु निस्किनु पर्ने यतिको महँगो जुत्ता खालि लगाउँछु म भिटेनले भनेको 10 लाखको जुत्ता कति लाखको जुत्ता यही हो मैले एक्लै बोकेर त्यहाँनिर कहाँ थियो अरे यो युएसको गोल्ड रसको टाइममा हो के गर्नुभएको दा तपाईँले यो चाहिँ म के भन्छ गोल्ड खोज्दैछु अब यसलाई प्युरिफाई गर्दैछु हजुर यहाँ देख्नु हुँदैछ यी हजुर गोल्डी ए सेतो कलरको पो हुँदो रहेछ है दा गोल्ड गेटिङ रिचर एभ्री विक क्या विकमा गर्छु कि दार्जिलिङ फर्स्ट आउने चाहिँ मेरो अब सफा गर्ने मकसद सपना थियो दाको होइन मेरो मकसदै थिएन कि यहाँ आयो भने त्यसरी गोल्ड खोज्नु पाउँछु द्याट्स वाइ होइन दा तपाईँलाई दार्जिलिङ फर्स्टको सपना आज सफा गर्नु आउनु पाएर कतिको लागिरहेको छ यति खुसी लागिरहेको छ हो हजुर। अन्त मलाई मोर खुसी चाहिँ म गोल्ड खोज्दैछु गोल्ड पाउँदैछु हो त्यही भएर सपना पुरा भएको छ कि छैन दा भयो भेटाएको चाहिँ तिमीले साथीको पैसा खै यता देखाइदेऊ न हामीलाई यसको अलिक उयोहरू देऊ केही यो 2000 कति सालको हो नेपालको हो होइन भारतको हो नि अब यो म्यामले चाहिँ के गर्नुभएको यहाँनिर this is how you hype boys in Darjeeling First. Crazy. यो सब भोलिन्टियरहरूलाई चाहिँ मैले भाडामा लिएको भाडामा लिने पैसा चाहिँ उसले दिएको मलाई
दा यो के गर्नु भएको? यो चाहिँ मैले के गरेको भने नि केक्रा भ्यागुताहरूलाई चाहिँ अब इलेक्ट्रिसिटी नै छैन रहेछ नि त यहाँनिर। हजुर। अन्त अब गभर्मेन्टहरूले पनि हेरेन, अब कसैले हेरेन, अन्त त्यही भएर मैले चाहिँ यहाँ ड्याम बिल्डअप गरेर चाहिँ यहाँ पावर हाउस नम्बो। अन्त उनीहरूलाई दिदी दा। इलेक्ट्रिसिटी चाहिँ थ्याङ्क यू भेरी मच फर यर सर्भिस। एकछिन अहिले भिडियो गरिसकेर तपाईँको अटोग्राफ लिनु आउँदैछु म ल। नजानु एकछिन अटोग्राफ नदी। म एउटा ढुङ्गा पाएको छु हो। यो ढुङ्गा चाहिँ हेर्नुहोस् यस्तो राम्रो छ, यसमा चाहिँ बाघले मुतेको हो। यो बाघले मुतेर चाहिँ यसो छेड पर्दैन, सिधा मजाको मसिनले काटेको जस्तो हुन्छ। यस्तो मजाको सम्मको ढुङ्गा देख्नु भएको छ साथी? हाम्रो इम्पेथी हो क्या, हामीले अरूको बारेमा सोचेको। जबसम्म मान्छेकोमा इम्पेथी आउँदैन त्यति बेलासम्म दार्जिलिङ सफा हुँदैन। किनभने इम्पेथी भनेको के हो? अरूको बारेमा सोच्नु। यो मैला मैले फ्याँक्यो भने कसले टिप्छ त्यो सोच्नु पऱ्यो नि त, बुझ्यो नि? यो चाहिँ हाम्रो ग्रुपको हाउडे हो, अलिकति हाउडे छ। हाम्रो हतियार गाइजहरू रेडी हुँदैछ यहाँ आफ्नो इक्विपमेन्टसँग बस्नु। फिजिक्स त्यसै पढेको मैले। तिमी फेल भएको यहाँ हतियार के भइसक्यो? के भयो यहाँ? मिलाइदेऊ त हतियारहरू। भइहाल्छ। हाम्रो हतियार बनाउने त फिजिक्स स्कोलर मामुलीहरू आउँदैन दार्जिलिङ फर्स्टमा चाहिँ। म पनि मामुली होइन, मामु हो। म मामु हो। मामुली चाहिँ होइन तर। फर द फर्स्ट टाइम हामीले चाहिँ माथिल्लो सेक्सन सकेर चाहिँ पान्डम फल्सको चाहिँ हामी चाहिँ यता मुनिको सेक्सन अझै फर्स्ट टाइम आइपुगेको। यहाँ चाहिँ माथि सफा गरिसकेर अब चाहिँ मुनि पनि स्टार्ट गर्दैछ। हामी चाहिँ अब फल्सको लोवर सेक्सनमा आइसकेको छ। आजदेखि चाहिँ लोवर सेक्सनको पनि स्टार्ट। सब टिम लेफ्टदेखि राइटसम्म फुल। उसकाई यो यहाँ न यो टोलिनेहरूलाई के भन्नु छ तिमीलाई? यो टोलिनेहरू उनीहरूलाई चाहिँ म अब धन्यवाद दिन्छु, एटलिस्ट आइ चाहिँ दिनुभयो। टोलिनु आइदिनु। तपाईँहरू पनि टोलिनुहरू छ भने आउँदा हुन्छ, काम गर्दा पनि हुन्छ, टोलिनु यसरी काम गर्दा हुन्छ, नभए ए गफ गर्दा हुन्छ। त्यो त मेरो हो। के भनेर अस्ति चाहिँ सबजना चाहिँ यसरी खाँदैछ हो। म चाहिँ खानु पनि देख्छु त, हातमा चाहिँ छ तर मेरो मुखमा चाहिँ पुगेको छैन। चिप्स सकिसक्यो, चिप्स टिप्ने पनि हातै खाली छैन यहाँ। त्यो खाइहाल्यो, त्यसपछि चाहिँ थ्याङ्क यू भन्नुपर्छ। थ्याङ्क यू। हामी चाहिँ क्लिनिङ ड्राइभ सकेर फर्किँदैछ। And also thank you to Team Machan for refreshment, and also to the entire team of Kuwait Gorkhali Samaj for your support. Thank you so much, means a lot. धन्यवाद। फल्स सफा गरेर फर्किँदैछ हाम्रो भोलिन्टियरहरू। म चाहिँ यिनीहरूको अब हामी चाहिँ सबैजना साथी है, हामी सबैजना एउटा एजको हो। क्लास 12 हो, उनीहरू चाहिँ मभन्दा एक क्लास जुनियर 11 हो। ऊ चाहिँ मेरो ब्याचमेट हो, हामी सबै एउटा क्लास हो। चड्डीबड्डी बन्देऊ
त्यस्तो त आउँदैन कि तर हन्जो श्रेष्ठी खसी के भन्छ स्टुडेन्टलाई त सम्बर्डा टिबेडन दार्जिलिङ लोप्टा खजी स्टुडेन्ट रे यिनीहरू चाहिँ हाम्रो हिँड्न नसक्नेहरू हो हिँड्न सक्नेहरू चाहिँ यहाँ छ हिँड्न नसक्नेहरू चाहिँ उता झन् नयाँ अल्छी छ हिँड्नै सक्दैन जहिले पनि लास्टमा हुन्छ हामी चाहिँ भोलिन्टियरहरूले जति पनि खाएको प्लास्टिक के छ त्यो चाहिँ यसरी ब्याग लिएर आउँछ छोडिराख्दैन हाम्रो रिफ्रेसमेन्टहरू खाएको दालाई धन्यवाद बोकिदिएकोमा सँग वङ तिमीलाई के भन्नु छ म आज एकदमै खुसी छु किन वङ वङ चाहिँ हाम्रो धेरै धेरै बाद आएको उसको 2 हप्ता बाद इक्जामले गर्दा ऊ आउनु सकेको थिएन ऊ चाहिँ हाम्रो अल टाइम एमभिपी तर अहिले चाहिँ क्षितिजदाले लगेको छ क्षितिजदाभन्दा अगाडि चाहिँ ऊ थियो हाम्रो अल टाइम एमभिपी होइन वङ एकदम दा भनिदिहाल तिम्रो एज कति हो भनिदेऊ न मेरो 17 इयर्सको हाम्रो भाइले आएर सफा गर्दैछ तपाईँहरू नसफा गरे पनि मलाई फ्याली चाहिँ नदिनु अन्त हामीले दार्जिलिङ फर्स्टले चाहिँ हामी कहिले पनि सोसियल मिडियामा न फोटोज न भिडियोज चाहिँ केही पनि हाल्थेन यदि हाम्रो मान्छेको चाहिँ सिभिक सेन्स जस्तो कुरा चाहिँ भएको भए चाहिँ आल्मा माटर उसले चाहिँ भने त्यो कुरामा एकदम थम्सअप फाइनली हाम्रो हाइक सक्यो सन्डे खतम हाइक सक्यो सन्डे पनि सक्यो एनर्जी पनि सक्यो सब सक्यो हामी चाहिँ पेन्डामबाट चाहिँ चौरस्ता आइपुग्यो हाम्रो हाइक ओभर सन्डे ओभर सब सक्यो एनर्जी पनि सक्यो केटाहरूलाई बाई भन्छ अरे सबजना पायो भने बाई सी यु नेक्स्ट विक नेक्स्ट विक अर्को पालि धम्किँदैन अलिक फ्री हुनुहुन्छ लाउने होला नआउनु सौ म पनि फ्री भइन्छ र दार्जिलिङमा भइन्छ चाहिँ आउँछु म त आउँदिनँ बाई भनिदेऊ न अन्त बाई 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 छङमाला खै